नाङ्गै बसेर त लाइभ होइन कि त्यस्तो होइन म नाच्छु चाहिँ नाच्छु नेपालको क्रिकेट त म लास्टै फ्यान भइसु म पहिला हेर्दैन थियो अहिले त लास्टै फ्यान हो नि फेरि ठुलै इन्डियाले यसरी नै जितिराख्नुपर्छ इन्डियालाई त साथी जीवन गुरुङ सर साथी जे भयो पनि इन्डियालाई त मैले त पिसाबमा कसले माथि फेर्ने भनेर जित्यो भने म खुसी हुन्छ कि इन्डियालाई जसरी पनि जित्नुपर्छ पैसा हालिदिए त भोलि गर्लफ्रेन्डलाई मोमो खुवाउँला भने होला अरे कस्तो हुन्छ उहाँले त्यो एक दुई तिनजनाले राखिदिन्छु भनेर राखेको क्या मैले त्यस्तो तपाईँहरू कस्तो खालको रहेछ हेर लास्टै मेरो बिहान आज हस्ते हानेर ओइ त्यस्तो थाहा नबनाउनु सरी मैले के परेँ है नेपालले जित्यो फाइनली खै 5000 लाइक पनि पुगेन सब्सक्राइब पनि पुगेन ल बधाई छ नेपाली टिम चेलीहरूलाई ल सबैले अन्जना आई लभ यु रे ओ त्यस्तो नहुनु होला है बिचरा विवाहित हो है अब तपाईँलाई मनपर्छ भने त्यो तपाईँको त्यो ठुलो तपाईँको कुरा हो त्यो अब के भन्नु त अब डिभोर्स सिभोर्स भएर तपाईँसँग आउँछ भने अब त्यो भिन्दै कुरा हो सुनिल गुरुङ सर कक्रोमा त देखाएर मजा आउँदैन भिडियो देखाउनु रे